युट्युबको लागि अब साइज हाम्रो हुन्छ 1280 बाई 800 समथिङ यति यति हुन्छ। मैले यो वाला बनाएको छु। यस्तै थम्बनेल हामीले पिएनजीहरूलाई एड गर्दै गर्दै बनाउने है। ओके, साइजको लागि तपाईँ यो रट राख्नु परेन। आजभोलि तपाईँ अनलाइन नै हुनुहुन्छ कति बेला पनि टक्क थम्बनेल साइज भनेर सर्च गर्ने। थम्बनेल साइज भनेर सर्च गऱ्यो भने चाहिँ आइहाल्छ युट्युबको लागि चाहिँ। यो 1280 बाई 720 छ नि पिक्सलमा। अब यहाँ आउने नयाँ फाइल बनाउने एउटा, अहिले छोडिदिनुहोस्। यहाँ चाहिँ नयाँ फाइल बनाउने। नयाँ फाइल बनाउँदाखेरि यहाँनिर सबै कुराहरू दिइहाल्छ नि त, वेट त कति राख्ने, हाइट कति राख्ने भन्ने कुरा। यहाँ पिक्सल हुनु पऱ्यो, यहाँ इन्चेस अनि सेन्टिमिटर मिटर मिलिमिटर केही छ भने हटाइहाल्ने, पिक्सलमा राख्ने। 1280 बाई 720 राख्ने। ओके, क्रिएट गरिदिने। बस हो, एउटा फाइल बनिसक्यो हाम्रो। यो फाइल बनिसक्यो भने अब हामीले पिएनजी पहिला खोजिया हुनु पऱ्यो। पिएनजी मैले खोजेको छु, कहाँबाट खोज्ने? पिन्ट्रेस्ट भन्ने एउटा वेबसाइट बताएको थिएँ तपाईँलाई मैले। यो पिन्ट्रेस्टमा जाने, यहाँबाट फोटोहरू खोज्न सकिन्छ। अब तपाईँले डिफ्रेन्ट टाइपको फोटोहरू जस्तो चाहियो त्यस्तो फोटोहरू मिल्दैन। तपाईँलाई ब्याकग्राउन्ड चाहियो ब्याकग्राउन्ड मिल्छ, मान्छे चाहिन्छ मान्छे मिल्छ, अनि तपाईँलाई कुनै अरू कुराहरू चाहियो भने सबै कुराहरू मिल्छ यहाँबाट। मैले एक दुईवटा पिएनजीहरू डाउनलोड गरेर राखेको छु, मैले त्यो ओपन गर्छु। यो यस्तै यहाँनिर छ मसँग, यो दुईवटी जेपिजीमा छ। तपाईँले यसको ब्याकग्राउन्ड उडाउनुहुन्छ, मैले ब्याकग्राउन्ड उडाएर राखेको छु। म यस्तै लिएर आउँछु। एउटा यो ल्याएँ मैले ब्याकग्राउन्डको लागि, अनि दुईवटा मैले ब्याकग्राउन्ड हटाएर राखेको छु। यो हालिदिन्छु। तपाईँलाई ब्याकग्राउन्डमा हटाइ पठाएको त्यो ब्याकग्राउन्ड पनि तपाईँले आफैले हटाउनुहुन्छ है। कसरी हटाउने सिकाएर। ओके, अब हेर्नु होला, माथि ट्याबहरू नि हामीलाई थाहा छ, यहाँबाट यताउता जानु मिल्छ भनेर है। यो हाम्रो मेन फाइल हो। यो फाइलमा हामी डिजाइन गर्नुपर्ने हो। यो हाम्रो ब्याकग्राउन्ड हुने हो। यो एउटा पिएनजी युज गर्नेछौँ हामी, अनि एउटा यो पिएनजी युज गर्नेछौँ। सबभन्दा पहिला यो फाइलमा ब्याकग्राउन्ड राख्नु पऱ्यो। ब्याकग्राउन्ड राख्नु पऱ्यो भने यसलाई लगेर जाने, यसलाई चाहिँ मात्रै लगेर जान्छु म। यसमा लिएर छोडिदिएँ, आयो टक्क मिलाउँछु अनि यसलाई ठुलो बनाउनु। ठुलो बनाउनुको लागि कन्ट्रोलसँग टी प्रेस गर्ने, यहाँ अप्सनहरू आउँछ, टक्क समातेर ठुलो गर्ने, मिलाउने अनि बिचमा राख्ने। अब लगेर यसलाई बिचमा लाइन आउँछ है, टक्कै लाइन आउने बेला छोडिदिने यसरी। छ इन्टर हान्ने, ब्याकग्राउन्ड हाम्रो भइसक्यो। ब्याकग्राउन्ड भइसक्यो भने चाहिँ त्यो जुन केटीको पिएनजी थियो त्यो पनि लिएर आउँछु। त्यो यो हुने कुन टाइपको भन्ने यस्तो हुन्छ भन्ने ऊ होइन है, यसको कुनै फर्मेट हुँदैन यस्तो बनाउनुपर्छ भन्ने। जस्तो तपाईँलाई सही लाग्छ, जस्तो तपाईँलाई थम्बनेल बनाउनु मन छ त्यस्तो बनाउने। मैले यसलाई उठाएर ल्याएँ, उठाएर यहाँ छोडिदिएँ। मैले अलिकति ठुलो बनाउन चाहन्छु, यतिको ठुलो बनायो भने यहाँ राख्न चाहन्छु भने यहाँ राखेँ। ल यति गरेर छोडिदिन्छु। यो मलाई यो टाइपको राख्नु छ। बिचमा केही कुराहरू लेख्नु मन छ, म एउटा यहाँनिर लेख्नुको लागि एउटा रेक्टेङ्गल ल्याउन चाहन्छु भने चाहिँ यहाँनिर हाम्रो सेपहरू छन्। यसमा तपाईँ राइट क्लिक गर्नुहुन्छ भने तपाईँलाई डिफ्रेन्ट सेपहरू भेटिन्छन्। रेक्टेङ्गल छ, राउन्डेड रेक्टेङ्गल छ, इलिप्स छ। इलिप्स भनेको सर्कल है, सर्कल अथवा ओभल बनाउनुको लागि पोलिगन टुल छ, लाइन टुल छ, अनि कस्टमाइज सेप भन्ने छ। अहिले हामी रेक्टेङ्गल टुललाई युज गर्छौँ। यसलाई क्लिक गरेँ मैले, यसलाई मात्र म यहाँबाट ड्र गर्छु टक्क। ल यतिको ड्र गरेँ मैले। ल अब हेर्नु होला है, यसमा एउटा कलर फिल हुन्छ। कलर कुन फिल हुन्छ? जुन तपाईँले यहाँ सिलेक्ट गरिराख्नु भएको छ नि अगाडिदेखि, त्यो वाला फिल हुन्छ। मानव तपाईँले अर्को कलर फिल गर्नु थियो अथवा यो कलरको होइन, तपाईँले व्हाइट कलरको चाहिएको थियो भने चाहिँ पहिला यसलाई व्हाइट गर्ने, अब रेक्टेङ्गल ड्र गर्ने। व्हाइट गरेँ, ओके गरेँ। अब ड्र गर्छु भने अब व्हाइट कलरको आउँछ। यहाँबाट चेन्ज गर्न सकिन्छ, त्यो खासै इम्पोर्टेन्ट भएन है। व्हाइट आउनु पर्थ्यो, त्यो आएन कि, ठिकै छ। ल यहाँबाट चेन्ज गर्न मिल्छ है, ठिक छ। एउटा बनाइसकेपछि त्यसपछि यसलाई म डिलिट गर्छु, यो हामीलाई चाहिएन। यो वालाको कलर कस्तो चाहियो मलाई? व्हाइट चाहियो भने चाहिँ यसमा क्लिक गर्ने, कलरमा व्हाइट कलर भयो। अब यो कस्तो भयो कि यो रेक्टेङ्गल अगाडि केटीको फोटो पछाडि भएपछि अलिकति राम्रो लागेन नि त। यसलाई मिलाउनुको लागि यहाँनिर लेयर भन्ने हामीले पढेका थियौँ। जो लेयर पछाडि हुन्छ, जो लेयर तल हुन्छ त्यो पछाडि जान्छ, जो लेयर माथि हुन्छ त्यो अगाडि आउँछ। यो केटीलाई हामीले अगाडि ल्याउनु छ भने चाहिँ यो लेयरलाई उठाएर माथि लग्नु पर्ला। यो लेयरलाई समाउने, टक्क माथि लगेर जाने। यो माथि लाइन आयो ब्लू कलरको, अब छोडिदिनु, ठिक छ। ठ्याक्कै भयो। अब केटीको पछाडि गयो त्यसलाई, यसलाई म अलिकति तल ल्याउन चाहन्छु, बिचमा राख्नुलाई।
ल यतिको राख्छु है। ल यतिमा राखेँ मैले यसलाई। अब यसमा म केही कुराहरू लेख्न चाहन्छु, जस्तै के लेख्न चाहन्छु भन्दाखेरि मैले एउटा टेक्स्ट टुल समाएँ, टेक्स्ट टुल हेर्नु चाहिँ हाम्रो समातेँ। यहाँनिर म पहिला लेख्छु एआई भनेर, अनि अब यो एआई देखेन, यसलाई ठुलो गर्न चाहन्छु, कन्ट्रोलसँग टी प्रेस गर्ने। यो अब यहाँनिर आइकनहरू आउँछ, धेरै सानो भएको छ है, त्यो अलिकति ठुलो गर्नु मिल्यो यसलाई। मैले यसलाई लिएर यहाँ राखेँ। त्यसको फन्ट चेन्ज गर्न चाहन्छु, म फन्ट चेन्ज गर्न चाहन्छु, यसमा क्लिक गर्ने, 2-3 चोटि यसलाई लेख्ने अप्सन आउँछ, यस्तै सिलेक्ट गर्ने अप्सन आउँछ, 2-3 चोटि क्लिक गरेर भएन भने एउटा अर्को अप्सन छ यसको लागि, यो टेक्स्ट छ नि, यसको माथि डबल क्लिक गर्ने, टक्कै सिलेक्ट भइहाल्छ, ठिक छ। यहाँबाट फन्टहरू चेन्ज गर्न मिल्यो, फन्टको साइज चेन्ज गर्न मिल्यो, यो हामीले हेरेको थियो अलाइनमेन्टहरू चेन्ज गर्न मिल्छ। म फन्ट चेन्ज गर्छु, यो फन्ट हटाएर अर्को फन्ट राख्न चाहन्छु। म कुन राख्छु भने चाहिँ यो वाला फन्ट राखेँ मैले। त्यो कुन फन्ट हो भनेर हेर्नु चाहनुहुन्छ भने चाहिँ बर्लिन सेन्स सेरिफ भन्ने फन्ट हुन्छ एउटा, त्यो वाला हो। अझै ठुलो बनाएँ मैले, टक्कै यहाँ राख्छु, ठिक छ। यहाँ भइसक्यो। अब म के गर्न चाहन्छु भन्दाखेरि यसको जो छ यो ओपेसिटी मलाई यति मन परेन। ओपेसिटी भनेको के हो कि कतिको डार्कली सो हुने अथवा कतिको जो हुन्छ नि त हाम्रो ट्रान्सपेरेन्सी कतिको बढी अथवा कतिको कम हुने भन्ने है। यहाँनिर ओपेसिटी लेखेको छ, ओपेसिटी लेखेको छ नि, यसमा क्लिक गरेर कुनै पनि लेयरको ओपेसिटी घटाउन बढाउन सकिन्छ। लेयरको है, यो कुन लेयरमा क्लिक गर्नुभएको छ, हामीले रेक्टेङ्गलमा क्लिक गरेको छ, रेक्टेङ्गलको ओपेसिटी कम हुन्छ। एउटा तरिका भयो यहाँबाट आएर यसरी कम गर्ने, हेर्नुहोस् कम भयो नि अलिकति ट्रान्सपेरेन्टी भिजुअलाइजेसन। अब होइन म यस्तरी गर्दैन, यस्तरी मलाई टाइम लाग्छ, यहाँ आइकनमा क्लिक गर्न कहाँ यस्तरी गर्छु भने चाहिँ यस्तो गर्ने। आउनुहोस् तपाईँ ओपेसिटीमा यहाँ क्लिक गर्नुहोस्, यता गर्नुहोस् घट्छ ओपेसिटी, यता गर्नुहोस् बढ्छ ओपेसिटी। अलिकति घटाउन चाहन्छु, यो टाइपको यतिको राख्न चाहन्छु। अनि यो जो टेक्स्ट छ टेक्स्टलाई मिलाउनु टक्क माथि भयो। यो मिलाइसकेपछि फेरि केही कुराहरू लेख्न चाहन्छु म, टेक्स्ट टुल ल्याएँ, यहाँ लेख्छु म आर्टिफिसियल इन्टेलिजेन्स, आर्टिफिसियल इन्टेलिजेन्स लेखेँ मैले। यसलाई म अलिकति ठुलो बनाउँछु, कन्ट्रोल डीले ठुलो भने, हजुर कन्ट्रोल डीले ठुलो, कन्ट्रोल डीले होइन कन्ट्रोल टी, आर्टिफिसियल इन्टेलिजेन्स, आर्टिफिसियल इन्टेलिजेन्स लेखेँ मैले यहाँनिर, टक्कै यसलाई लगेर अब ठुलो बनाउँछु। ठुलो बनाएँ, बिचमा राखेँ। यसको कलर चेन्ज गर्नु छ भने चाहिँ यहाँ कलर भन्ने अप्सन छ, यहाँबाट गएर कलर चेन्ज गर्नुहुन्छ है। छोडिदिनु सकेपछि डाउनलोड गर्नु होला, भइसक्यो। यसको कलर चेन्ज गर्नु छ भने यहाँबाट गर्नुहुन्छ है, टक्क त्यहाँ गएर मैले कलर चेन्ज गरिदिएँ। यसको ओपेसिटी यसको पनि कम भएको छ है, यो वाला उसको आर्टिफिसियल इन्टेलिजेन्स लेखेको छ तल गएको छ, अनि लेयर माथि आएको छ, त्यही भएर राम्रोसँग देखिहाल्दैन नि। हामीले आर्टिफिसियल इन्टेलिजेन्सलाई माथि ल्याउनु छ भने चाहिँ यसलाई समातेर टक्क राख्ने, यहाँ राख्ने। अब देखियो राम्रोसँग टक्क यसलाई मिलाउँछु जस्तै। अब यसपछि म एउटा पिएनजी लिएर राख्न चाहन्छु, यहाँनिर एआई टाइपको केही पनि देखाउने टाइपको त्यस्तो। त्यसको लागि मैले यो वाला पिएनजी बनाएर राखेको छु। यो पिएनजीलाई उठाएर सिधा यसमा लाग्छु अनि यहाँ राखिदिन्छु। यो अलिकति ठुलो भयो, यो मलाई मन परेन, अलिकति सानो गर्न चाहन्छु। यसलाई मैले अलिकति सानो पनि गरिदिएँ। यति भइसकेपछि अब यहाँनिर म आफ्नो नाम लेख्न चाहन्छु। त्यो गर्न चाहन्छु भने चाहिँ म यहाँनिर आउँछु, नाम लेख्छु यहाँनिर। कन्ट्रोल टी गरेर मैले अलिकति ठुलो बनाउँछु अनि यसको कलर वाइट गरिदिन्छु। भयो। यति भइसकेपछि यो ओभरअलमा लगभग हाम्रो एउटा राम्रो बनिसक्यो है। त्यसपछि यसको माथि एउटा लेयर चढाउँछु म। लेयर किन चढाउँछु भन्दाखेरि मलाई यो यति बढी चाहिएन, लाइटिङ चाहिएन, अलिकति यसलाई ब्ल्याक टाइपको बनाउन चाहन्छु, जो अलिकति राम्रो देखिन्छ है, एट्र्याक्टिभ देखिन्छ। त्यसको लागि यो कलर छ नि, यसलाई समाउने
जुन कलर यसमा तपाईँले फिल गर्नु त्यो कलर राख्ने। यसरी ब्ल्याक कलर राखेँ मैले, ओके गरेँ। ब्रस टुल यसमा आउने, ब्रस टुल यसमा आइसकेपछि यस्तै यो यहाँनिर हेर्नु होला है, अलिकति साइज ठुलो हुनु पऱ्यो, हार्डनेस एकदम 0 हुनु पऱ्यो। हार्डनेस भनेको के हो कि जस्तै तपाईँले हार्डनेस फुल गर्नु हो भने यस्तो हुने हो, यस्तो भन्ने हो। अनि हार्डनेस एकदम कम गर्नुहुन्छ भने कस्तो हुन्छ कि एकदम राम्रोसँग थाहा हुँदैन कि त्यो कस्तो भइरहेछ भन्ने कुरा। एकदम बेकार खाले नभएर ठ्याक्कै गोलो नभएर एकदम यस्तो हुन्छ स्मुथ वाला यस्तो, ठिक छ। अब हामीले के गर्ने हो, ट्यापको साइडबाट मजाले यसमा गर्दै जाने हो। 2-3 चोटि बाहिरकोमा गर्छु म, बाहिरकोमा 3 राउन्ड गरेँ, भित्रकोमा चाहिँ 1 राउन्ड गरेँ। यति गरिसकेपछि अब यो धेरै उ भयो, यसको ओपेसिटी अलिकति कम गर्नु पर्ला है। ओपेसिटीमा क्लिक गरेँ मैले, अलिकति ओपेसिटी कम गरिदियो, यतिसम्म। यति गरिदियो भने चाहिँ हाम्रो एउटा जनरल खालि सिम्पल खाले